सो हेलो गाइज वेलकम ब्याक टु माई मिनी ब्लग गाइज। अनि यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ अनि आज चाहिँ हाम्रो दिदी जाँदै हुनुहुन्छ सुलुलुलु केटिएममा। अनि गाइज अनि सबैजना रेडी हुँदै हुनुहुन्छ अनि हाम्रो घरबाट चाहिँ जानुहुन्छ 4 जना जानुहुन्छ। अनि हाम्रो दिदी चाहिँ अब त कति दिदी तपाईँको फ्लाइट 10 गते हाम्रो दिदी 10 गते अब जाँदै हुनुहुन्छ धेरैभन्दा धेरै टाढा अनि नेपालभन्दा अर्कै देश। बट हामी चाहिँ एक्लै हुन्छौँ अनि हामी एक्लै हुने भनेको हामी 2 जना मात्रै हो घरमा। अनि आमा र बुवा अनि माम अनि समिता दिदी पनि आज काठमाडौँ जानुहुन्छ अनि अर्को दिदी नि जानुहुन्छ। अनि अब यो दिदीको त कुरै छोड्यौँ यो दिदी चाहिँ हामीलाई छोडेर धेरै टाढा जानुहुन्छ है त्यो दिदी हो। बट अब चाहिँ म यहाँ के हेर्न तयारी छु भने मङ्सिर लागेपछि मेरो बिहे हुन्छ मङ्सिर लागेपछि बुवाको अर्को बिहे हुन्छ अरे गाइज। यो दिदीले मेरो सौक खान बोल्नु भयो। सो अब चाहिँ हामी अब हाम्रो सबै सामानहरू रेडी भइसक्यो अनि दिदीहरू नि सबैजना रेडी हुनु भइसक्यो। अनि तपाईँहरूलाई म एउटा चिज देखाउँछु गाइज किन हो म भ्लग बनाउँछु सबैजना हाँस्छ यार। है यो ढोकामा यस्तो कस्तो नदेख्या यसो राखेको छ अनि भित्र पनि यो टिका लाउनलाई रेडी भइसकेको छ। होइन के साह्रो कालो देखेँ म त। यहाँ चाहिँ टक्क लगाएर यहाँ छ अनि टिका चाहिँ यहाँ तल छ। अब चाहिँ हाम्रो दिदीलाई लगाइदिनुहुन्छ बुवाहरूले। अनि हेरौँ न गाइज को रुँदो रहेछ है। समिता दिदी कहाँ गयो? समिता दिदी भर्खर टोइलेटबाट निस्किनु टोइलेटमा समिता दिदी दर्शन गरेर आएको गाइज। अब सिधै तपाईँहरूसँग म टिका लाउने बेला भेट्छु गाइज। अहिलेलाई चाहिँ बाई अनि पछि अब को रुन्छ तपाईँहरूलाई म देखाइहाल्छु गाइज। अब चाहिँ हाम्रो दिदीलाई टिका लाउँदै हुनुहुन्छ अनि को रुन्छ अब हेर्न एकदम रेडी छु होइन। म पनि हाँसिरहेको छु अहिले रुन पनि भेट्छ नि गाइज। अब चाहिँ हेरौँ है त रुन्छ यो बित्या रुन्छ अनि दिदी मलाई जहिले जिस्काउँछ यस्तो नजिस्काउनु होला। यहाँ दिदीहरू हुनुहुन्छ सबैजना मलाई जिस्काउनु एक नम्बर बाहिर जानु एकछिन म जान्छु गाइज। यो के गरेको यस्तो ल गाइज यहाँ टिका पनि रेडी भइसक्यो। बुवा हुनुहुन्छ आमा खोइ आमा हाम्रो आमा कता जानु है गाइज। यहाँ चाहिँ अब हाम्रो दिदी निस्किँदै हुनुहुन्छ बिस्तारै हेरौँ न। खाता नि रेडी छ कामा यहाँ आउँदै हुनुहुन्छ पानी ल्याएर अनि आमा पनि केटिएम जान रेडी हुनुहुन्छ। आमा त एकदमै ह्याप्पी भइरह्यो होला केटिएम जानलाई। गाइज टिका चाहिँ यहाँ रेडी हुँदैछ ल। यहाँ सुरुमा चाहिँ हाम्रो मामबाट स्टार्ट हुन्छ। दिदीहरू मुस्कुराएर यतातिर हुनुहुन्छ यो फोटो होइन क्या यो भिडियो हो क्या भिडियो नै होइन यो भ्लग हो। हामी नजान्ने त्यो भिडियो भन्छ के भन्छ के अरे फोटो भन्छ के भन्छ खेप सम्झा नि ताई अच्छा दा वाज पनि खाता गर्नु त्यही के त खानीलाई बाइस्या यी भन्दा कान्छो पनि थियो त पार्ला बिर्स निप्रो यी भन्दै कान्छो मुदा लोत्र दिदी मुटु ढुकढुक त भएन नि पछाडि पैसा थाप्ने रे पछाडि दिदी समिता दिदी पैसा थाप्न बसेको अरे दिदीले गोजीमा हालिहाल्यो।
कोही एउटा देऊ न त्यो काट्थ्यो नि सबै दिदी पछाडि बस्ने यत्रोजना धेरै होला भने थाहा नपाएको त हावे गोजीतिर dia batagai ingat saya ringai gandirang semsi man batagai indiri itu di dia beda ताबा ताबा apa टिका लाउन रेडी हुँदैछ टिका गाडी पर्नुला तार वाल तिमी त मन ताबा ताबा apa यार वो जैसे रेंगोलो तो उदी की मुला मृगोट न काटी त छोलग न ढिगाइ हो भन्ने पाइन वो भी ढाल Bania hantam हेर्ने ल केटा भन्दा केटी नि थुप्रो आउँछ है केटी नि केटी मान्छे एकजना त छैन केटा धेर जाँदैन के केटी नै धेर जान्छ क्या सब केटी नै ए मलाई नदेखे जस्तो मैले पनि dia batagai semsi man batagai mandiri seringai mamle ada meeting something soalnya dia batagai बुवाबाट चाहिँ पैसा भर्रै आउँछ गाइस जाजी ओइ टिकट आनी फोटो खिच्नु पनि हेर्ने न त्यही त भने फोटै नखिचेर मेरो मोबाइलमा भिडियो मात्रै बनिरह फोटो खिच्दै नि टिकट बगेर राख्ने मा देखेर मा भयो nah नै गाइस मेरो कस्तो हात khotlam dari sana फोटो अघि खिच्न पनि बिर्सेछ छिटो छिटो बाबा राख्ने बेला छिटो tadi अघि नि यहाँबाट फोटो खिच्छु छिटो छिटो खिचिहाल्नु त गाइस दिदी चाहिँ यहाँ अहिले घर थर्किने गरेर रुन्छु त्यही त पैसा कमाउनु अघि खिच्नु पनि रहेछ दिदी आँसु आयो क्या पुस्थिम क्या पागेर त्यही मैले भने बुवाबाट दर्री आउँछ भने 1000 रुपियाँ आयो अब आमाको पालो कान्छेको दिदी अब आमालाई siam si man batagai jaba tagai aba mal ya se thandi mam ya se thandi chering jab tagai long la phun long rồi maran hi long la ngay giờ nói kia tiếng là tiếng làm tar mar dia mau gap lap pa क्या mar hidung ba brab la yim टक्क लाएर दिन पुत्तन दिदी त्यत्रो ठुलो जिब्रो चाहिँ ननिकाल्नु होला जिब्रो ननिकाले के khatma boy आमा हेरौँ डर मनी मनी लहु मनी मन त्यहाँ डरी आयो achon do din lan hoi nah दिन ल दिदी इस गाडी नि त रोड त दोइ दिनु खोइ इस गाडी धन्यवाद लगाइसक्यो हो मन लगाइदिन्छ नि ल आनीले नि लगाउने रे गाइस आन्टी 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 आनी होइन आन्टी ए आन्टी 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 मेरो हात लास्टै कामेर आयो किन आन्टी हो आन्टी अहिले तिनीहरू नै बेर लाउँदैन जान हुँदैन आमाले त हात्ती जति खल्दिन हालेछ गैडा चाहिँ दिदीलाई दिएछ हट अब छोरी राम्रो भयो भने हात्ती हात्ती कमाउँछ त त्यो हात्ती हात नि कमाउँछ है आमा कमाउँदैन राम्रो होस् राम्रो होस् ताले छु यु त आएको आइसि त हुँदैन थियो भयो नि भइहाल्यो नि ए सिकाउनु नि भइहाल्छ नि गाइस ल हाम्रो दिदी अब 2 चोटि उद्घाटन भयो यार बाहिर के हो यस्तो हाम्रो दिदी चाहिँ भित्र बसेपछि के हो यस्तो बाहिरै ननिस्किने भोलि त पुग्छ परै ल
यति जाँदै हुनुहुन्छ यहाँ यस्तो भयो टिका पनि लगाएर सकिसक्यो टक्क लगाएर फोटो खिच्न पर्छ अब हामी सबैजना दिदी गाह्रो त छैन एयरपोर्ट लिन दिदी गाइज यहाँ सबैजना फोटो खिच्ने भन्दै हुन्छ यहाँ सबैजना यस्तो भेला भयौँ ओ कान्छे ल एकचोटि अब हाम्रो दिदी राखेर फोटो खिच्दिउँ गाइज अब चाहिँ टक्क लगाएर हामी फोटो खिच्छौँ अनि सिधै पछि भेट्छु गाइज लाग्नु भयो हाम्रो दिदीहरू चाहिँ सबैजना दिदी यहाँ जाँदै हुनुहुन्छ अब बुवा सामान लगाएर अगाडि गइसक्नु भयो गाइज ल दिदी राम्रोसँग जानु होला कति जाँदै हुनुहुन्छ टक्क लगाएर खिजे जानुभयो आमा चाहिँ यहाँ तल कहाँ जान्ला हो ए ल दिदीहरू बाई बाई राम्रोसँग जानु होला ल गाई चाहिँ दिदीहरू चाहिँ जानुभयो हामीलाई एक्लै छोडेर बट अनि हाम्रो दिदी चाहिँ अब दिदीको फ्लाइट चाहिँ 10 गति हो अनि आज केटिएम गएर बस्नुहुन्छ नि त अनि सजिलो हुन्छ आज 8 गति हो 9 अनि पछि 10 अनि यतितिर थियो दिदीहरूले लुगाइदियो होला कि कतैतिर सो अनि अब अरू केही भन्न बाँकी छैन गाइस मिनी भ्लग भनेको लास्टै लामो भयो होला अनि सबैजनाले हेरेर अन्तिमसम्म साथ दिइदिनु होला अनि कोही रुन्छ भनेको कोही पनि रुएन होइन तर नरु के राम्रो हो यो जाने बेला कोही रुनु चाहिँ राम्रो होइन होइन त्यही भएर गाइस दिदी जानुभयो अब हामीलाई एकदमै धेरै अलि नरमाइलो त लागिरह बट त्यही पनि दिदीले अब आफूलाई आफू अलि बाँच्न सक्ने हिम्मत गर्नुहुन्छ नि त पैसाहरू कमाउनुहुन्छ टक्क लगाएर अब यति नै हो गाइस सबैजना अन्तिमसम्म हेरिदिनु होला भन्दै आज चाहिँ बिदा हुन्छु बाई